के भयो हेलो गाइस वेलकम ब्याक टु सागर ब्लग। अहिले म कहाँ आएको छु भन्दाखेरि थाहा छ, अहिले म मेरो छोरीलाई लिएर मैले बार्बर सप आएको छु। किन भन्दाखेरि चाहिँ मेरो छोरीको आज चुल मुण्डन गर्नु भनेर। अब गर्मी पनि छ, अब चुल मुण्डन गरौँ भन्दाखेरि राम्रो हुन्छ भनेर सोचेर आएको। कम गेजु गरेन आज यो चुल काट्दाखेरि चाहिँ बार्बर भइहाल्यो नि, आफ्नो चुल छुनु नदिएर उफ्रे मतलब त्यो भइहाल्यो नि। एक पानी पनि लगाउँदैन चुलमा, यस्तो उफ्रे नि, कम गेजु गरेन भइहाल्यो। चुलमा पानी नलगाउनु दिएर मम्मी चाहिँलाई भनेर मम्मी चाहिँले पुरा चुलमा पानी लगाएर यता मतलब कैँचीले पनि काट्नु नदिएको बार्बर भइहाल्यो। उफ्रे यताबाट जाँदा पनि कैँची फेकाइन्छ, हात काट्छ कि भन्ने डर। म चाहिँ कम गेजु गरेन। अनि लास्टमा गएर मैले फुस्लाई गरेर सम्झाएँ फुस्लाई गरेर अनि चुलमा बिलेट सिलेट लगाउनु दियो। मतलब फुस्लानु पर्छ नि, केटाकेटी गेजु त गर्छ, सबैको केटाकेटी गेजु गर्छ। अनि जसै पनि आस्ते आस्ते फुस्लाएर मैले पनि पक्रेँ अनि फुस्लाई गरेर चुल काट्नु लगाएँ। यता चुल काटिसक्यो भए आफ्नो चुल हेरेर मेरो चुल खोइ भनेर कम गेजु गरेन। मतलब हजुर नजिक भएको त हाँसी मर्नु पर्थ्यो। मेरो चुल दे भन्नु थालेर कम गेजु गरेन यसले आज हाँस्दाखेरि सबैले। अनि जसरी पनि अब बार्बर सपदेखि बाहिर आएँ, अब घरतिर जानु लागेको। अनि यसलाई चाहिँ मैले के गरेँ भन्दाखेरि झुसको प्याकेटहरू किनिदिएर फुस्लाएँ। अनि अहिले झुसको खाएर हल्का लागेर पुरा कुद्दैछ बजार घरमा। अनि फाइनली म पनि घरमा आइपुगेँ। अब म पनि कपडा चेन्ज गर्छु, अब किनकि पक्रेर चुल काटेको थिएँ नि, पुरा चुल लागेछ। अनि म पनि नुहाइ धुवाइ गरेर जान्छु अहिलेको लागि पनि बाई बाई।